नि त भाइ त्यो र दाइको म पनि त्यहीको दाइ हो नि त नि बढी बोलिरहेको छस् यो भाइ मसँग धेरै एड गरिरहेको छ भाइ सानो भएर मात्र कुटेन भाइ सो गुड मर्निङ गाइज बिहानको र तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चमै आरामै छु र तपाईँहरू कस्तो हुनुहुन्छ मलाई कमेन्टमा जरुर बताउनु होला र म आज जानेछु यहाँ माथि गाउँतिर र म गाउँतिर जानेछु एकछिन यहाँ घरमा धेरै उमल लागिरहेको छ त्यसैले म एकछिन गाउँतिर गएर आउँछु र त्यसरी र म गाउँतिर गएको हाम्रो ब्लग देखाउँछु तपाईँहरूलाई हाम्रो कस्तो छ हाम्रो गाउँ हाम्रो म कुन पहिला म सानो हुँदाखेरि नै म त्यो स्कुलमा पढेको थिएँ त्यहीँबाट नै मैले सुरुवात गरेको थिएँ त्यो स्कुलबाट हो म त्यहाँबाट म सुरु गर्नेछु तपाईँहरूलाई र जाउँ सो हेलो गाइज म अहिले यहाँ गाउँमा आइरहेको छु गाउँको एउटा घरमा छु र घरको माथि छतमा छु र म तपाईँलाई म मेरो एकचोटि गाउँ देखाउने छु यस्तो वरिपरि म अहिले गाउँको बिचमा छु त्यसैले म अहिले गाउँ हाम्रो गाउँ कस्तो छ र गाउँलाई म वरिपरि देखाउने छु तपाईँहरूलाई र सुरु गर्छु है त गाइस म अहिले यता आइरहेको छु म अहिले तपाईँलाई देखाउने छु किनकि म उता किन जाँदैछु भने मैले गाउँदेखि यता आइरहेको छु र म हामी पुरानो पहिला हामी सानो हुँदाखेरि नै त्यो स्कुलमा पढ्थ्यौँ र त्यहीँबाट नै हामीले सुरुवात गरेको थियौँ त्यो स्कुलमा म त्यहीँ गएर तपाईँहरूलाई देखाउने छु हाम्रो स्कुल कस्तो थियो र अझै कस्तो छ र म अहिले यता हाम्रो गाउँको यता कोच्चोमा आइरहेको छु र म अब स्कुलमा पुग्नै लागिरहेको छु र पुगिसकेपछि म तपाईँहरूलाई देखाउने छु म कहाँ गइरहेको छु हाम्रो स्कुल कस्तो थियो र हामी पुरानो सानो हुँदाखेरि कसरी पढ्थ्यौँ र त्यहाँ स्कुलमा कसरी हामीले पढाउनुहुन्थ्यो भनेर म त्यहीँ जान लागिरहेको छु र आउनुहोस् आज हामीसँगै र म देखाउने छु गाइज यो मेरो सेकेन्ड ब्लग हो र पहिलाको ब्लग तपाईँहरूलाई कस्तो लाग्यो तर अघिल्लो ब्लगमा कस्तो लाग्यो मलाई कमेन्ट गर्नु होला र यो ब्लगमा पनि तपाईँहरूलाई धेरै माया छ आशा छ माया गरिदिनुहुन्छ भने धेरै आशा गरेको छु त्यसैले प्लिज माया गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला प्लिज र म आइरहेको छु यहाँ स्कुलमा र स्कुलमा त मान्छेहरू रहेछन् टटीहरू पढ्छन् क्या आजकल ट्युसनमा पढ्छन् त्यसैले ट्युसन पढ्दैछन् र देख्न सक्नुहुन्छ म टटीहरूलाई पनि देखाउने छु र हामीहरूको यहाँ यहीबाट सुरुवात भइरहेको थियो यही स्कुल र देख्न सक्नुहुन्छ अहिले यहाँ कस्तो भइरहेको छ तर यस्तो छ अहिले स्कुल यस्तो छ स्कुल र अझै अहिले नयाँ पनि बनाएका छन् नयाँ पनि बनाएका छन् देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू क्या हेलो वीडियो कर दिन दे भाई क्या हेलो के करना ए वीडियो
शरम मानिराख्नु गाइज र त्यसैले म यता यहाँ हाम्रो स्कुलमा आइरहेको छु र म पुरानो हुँदाखेरि चाहिँ अलि सानो हुँदाखेरि चाहिँ त्यति बेला नै र केही हुन्न आइज यो मेरो केटो हो यो मेरो हाते हो अनि आइज त आइज अनि एकदिन मेरो केटो हुन न मेरो हाते हुन न र यो स्कुलको म अहिले अलि साना बच्चाहरू पढ्छन् अहिले र म पहिला हामीहरू सानो हुँदाखेरि चाहिँ पढ्थ्यौँ अहिले देख्न सक्नुहुन्छ यहाँ पछाडि मेरो कस्तो पियालोवाला कलरको लगाइरहेका छन् र यस्तोवाला छ र हामी यो हाम्रो यो टोइलेट हो हामी सानो हुँदाखेरि यहाँ जान्थ्यौँ यहाँ माथिमा पनि जान्थ्यौँ र एकछिन म तपाईँलाई माथिमा गएर पनि देखाउँछु यसको माथिमा यो माथिमा यसको माथिमा गएर देखाउनेछु सो गाइज म अहिले माथिमा आइसकेको छु र मैले स्कुल भन्न अहिले यता कहाँ छु र देख्न सक्नुहुन्छ यहाँ यो गाडीमा हिउँ अझै छ देख्न सक्नुहुन्छ र यो यहाँ कति आनन्द हुन्छ कि गाइज आनन्द हुन्छ र हामी पहिला यहाँ सानो हुँदाखेरि यहाँ चाउचाउ हालेर यहाँ खान्थ्यौँ र त्यसै गरेर हामीले ठुलो भयौँ ठुलो स्कुलमा पढ्छौँ अहिले त्यो हाम्रो ठुलो स्कुल यहाँ छैन हाम्रो अहिले पढ्ने उता कुडारी स्कुलमा छ र म कक्षा 7मा पढ्छु र म 12-13 वर्षको भएँ र मैले अब तपाईँहरूलाई हाम्रो कर्णाली अनि बगडो देखाउने छु र तलि देख्न सक्नुहुन्छ म तपाईँहरूलाई देखाउने छु है त गाइज तलि देख्न सक्नुहुन्छ यहाँ तलि त्यो उता नदी हो र नदीको पछाडि देख्न सक्नुहुन्छ यहाँ तलि त्रिवेणी बजार हो र उतापट्टिको एउटा अर्को गाउँ हो र यतापट्टि उता हाम्रो गाउँ छ र यताको गाउँ हो र हाम्रो गाउँ उतापट्टि छ सो म अहिले माथिमा छु र यो टोइलेटको माथिको छतमा छु अझ तपाईँले देख्न सक्नुहुन्न तर म अझै पनि देखाउने छु तपाईँले देख्न सक्नुहुन्छ यो माथिको छतमा हो म छतमा छु देख्न सक्नुहुन्छ र यो तलिपट्टि जाने हो र म अब तलिपट्टि झर्छु है त गाइज एकैछिन अनि म अहिले तलिपट्टि आइसकेको छु र अब म घरतिरै फर्किन्छु र घर फर्किएपछि र यिनीहरू टटीसँग देख्न सक्नुहुन्छ यहाँ यिनीहरूले घर बनाएका छन् घर कस्तो छ ओइ कहिलेबाट बनायो हो तिमीले घर के हो पुन्ठी घर हो अरे गाइज पुन्ठी र देख्न सक्नुहुन्छ अछुले यहाँ नयाँ बनाइरहेका छन् यहाँ स्कुलमा देख्न सक्नुहुन्छ र यहाँ पछाडिको ग्रिन छ एकछिन म यहाँ बाहिरबाट पनि देखाउने कोसिस गर्छु यहाँ बाहिरबाट कस्तो देखिन्छ युट्युबमा हाल्छु कि र यो केटो अर्को हो मेरो केटो र अचेल मेरा सानाहरू हाते हुन्छन् त्यति मसँगको साइजमा हुँदैन र देख्न सक्नुहुन्छ यहाँ तलि त्यो हाम्रो घारीजला हो तलि देख्न सक्नुहुन्छ हाम्रो कर्णाली र हाम्रो तलि खेत र यहाँ तलि यसै यहाँ थान देख्न सक्नुहुन्छ मन्दिर अनि यहाँ यिनीहरू यहाँ स्कुल आएका थिए त्यसैले मैले यिनीहरूसँग भेटेँ पढाइ कस्तो भइरहेछ बाबु पढाइ ठिक छ न राम्रोसँग पढाइ भइरहेछ न अनि कहिले बेला आउँछन् म्याम अहिले कति बज्यो अहिले त 9-10 बज्यो होला सायद त्यति बजेको होला गाइज र एकपल्ट मसँग छ देख्न सक्नुहुन्छ यिनीहरूको झोला ट्युसनमा आउने यिनीहरू अहिले ट्युसनमा पढ्छन् किनकि हजुर यो माघको महिना हो कि जाडोको महिना हो त्यसैले स्कुल लाग्दैन हामीहरूको पनि स्कुल लाग्दैन र यिनीहरू ट्युसनमा पढ्छन् त्यसैले भएको र आजको लागि यति नै थ्याङ्क यू बाई बाई लभ यू सो गाइज र मैले यहाँको सबै र तँ कोही को त्यो चोचा छोलो गरे ए त्यही नै बुझ्न हाम्रो भाइले खुट्टी चाहिँ मोकै लाग्नु पर्दैन
अनि क्या के क्या तैँले तेरो के रे तँ मैले किन कुना हुन्छस् तेरो दाइको सम्बन्ध हुन्छ भाइ ओइ ओइ मासला मेरो तरिकाले उठी अनि तेरो दाइको म पनि त्यहीको दाइ हो नि त नि गन्दा बढी बोलिरहेको छस् बडी यो भाइ मसँग धेरै एडेर गरिरहेको छ साला के हो त्यो साला अरे भाइ सानो भएर मात्र कुट्याएन भाइ नाच साला मार रे साला मार अरे तू साला कुले के छैन साला छोड साला गर्दैन म साले म तँलाई मार्छु साला मार ओइ साला अस्त्र ओइ साला ओइ साला साले बाउ टोटी भएर मात्र हानेन हेर्नुहोस् गाइस दाइले हान्यो भने भाइ आइरहेको छ यहाँ धेरै नै छोड साला तो छोड साला साला साले ओ केटा फटाउ न यार ओइ साला फटा म हक्दैन यार छोड छोड भने यार छोड छोड तेरो दाइले मैले कुट्याएन क्या तेरो दाइले मेरो भाइले कुटेर तिम्रो हान्यो एकचोट पनि हुँदैन छोड छोड छोड